सुन्दर कुरा सबैले सुन्नु खोज्छ, हेर्न चाहन्छ अनि मिठो कुरा सबैले चाख्नै चाहन्छ। यस्तो यस्तो मलाई आउने के त्योमा मेरो कविताहरू पनि नसिकी नजानी लेखेको कविताहरू थिए। कथाहरू पनि त्यति क्षमता नराखी गरेको कामहरू भए। तर मान्छेहरूले रुचाउँदा चाहिँ एक किसिमको के हो भने नयाँ कुरा भन्दा चाहिँ मान्छेहरूले इन्ट्रेस्ट राख्छन् भन्ने चाहिँ एक किसिमको चाहिँ भरोसा थियो। तर भएकै कुरा हो। यत्रो ठुलो सफलताको चाहिँ मलाई आश थिएन। मलाई त्यति मात्रै आश हो भने उपेन्द्र सुब्बा फिल्म बनाउन सक्छ, यतिको ठिकै बनाउँछ, यति चाहिँ म पास भएँ भने बाँकी कथाहरू भन्नु सक्छु अथवा अवसर पाउँछु। त्यो कथा मेरो कथाहरू फिल्म बनाउने अवसर पाउँछु होला, अथवा प्रोड्युसर साहबहरूले मलाई पत्याउँछन्। यति मात्रै जित्नु थियो, तर अलिक धेरै भयो।